नमस्ते, लक्ष्य लोकसेवा च्यानलमा तपाईहरुलाई स्वागत छ। यदि तपाईहरु पनि लोकसेवा परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने आज हामीले एकदमै करेन्ट र अपडेटेड डेटाका साथ समसामयिक प्रश्नहरु ल्याएका छौं। आज हामी आर्थिक विकासका पूर्वाधारहरुको बारेमा चाहिँ चर्चा गर्ने छौं। यदि तपाईहरु लोकसेवा परीक्षाको प्रथम चरणको तयारी गर्दै हुनुहुन्छ, चाहे त्यो प्रादेशिक लोकसेवा भयो, शाखा अधिकृत भयो, नायब सुब्बा भयो, खरिदार भयो, नेपाल विद्युत प्राधिकरण अथवा जुनसुकै पनि लोकसेवा परीक्षाको प्रथम चरणको तयारी गर्दै हुनुहुन्छ भने तपाईलाई यो भिडियो एकदमै हेल्पफुल हुनेछ। आज हामी आर्थिक विकासका पूर्वाधारहरुको पनि उद्योग खण्डबारे चाहिँ विस्तृत तरिकामा चर्चा गर्ने छौं। आउनु सुरु गरौं। पहिलो प्रश्न रहेको छ, सिप र साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्नुलाई के भनिन्छ? पक्कै पनि यसको उत्तर सबैलाई थाहा भइसकेको होला। यसको करेक्ट आन्सर हो उद्योग। नेक्स्ट क्वेशन तर्फ लागौं। नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरिएको हो? यसको सही उत्तर हो विक्रम सम्वत 1993 मा। त्यसैगरी नेक्स्ट क्वेशन तर्फ लागौं। नेपालमा हाल प्रचलित औद्योगिक नीति कुन हो? नेपालमा हाल प्रचलित औद्योगिक नीति 2067 हो। यो तपाईको 2067 ज्येष्ठको 2 गते चाहिँ सार्वजनिक भएको थियो है। त्यसैगरी नेक्स्ट क्वेशन तर्फ लागौं। औद्योगिक नीति 2067 अनुसार लगानी तथा प्रकृतिको आधारमा उद्योगलाई कति प्रकारमा वर्गीकरण गरिएको छ? उद्योगलाई तपाईको 5 प्रकारमा चाहिँ वर्गीकरण गरिएको छ, लगानी र प्रकृतिको आधारमा। त्यसैगरी नेक्स्ट क्वेशन तर्फ लागौं। आर्थिक सर्वेक्षण 2081-82 मा कुल गृहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति रहेको छ? यो क्वेशन तपाईको यो प्री क्वालिफाइङ एक्जामिनेसनमा सोधिसकेको क्वेशन हो। त्यसमा चाहिँ तपाईलाई क्वेशन घुमाएर दिएको थियो 2081-82 अनुसार 2080-81 मा चाहिँ कति जीडीपी थियो भनेर। तर तपाईहरुले चाहिँ यो क्वेशनलाई राम्ररी बुझेर जानु होला। सो आर्थिक सर्वेक्षण 2081-82 मा जीडीपी मा उद्योग क्षेत्रको योगदान 12.83% रहेको छ। त्यसैगरी नेक्स्ट क्वेशन रहेको छ, आर्थिक सर्वेक्षण 2081-82 मा कुल गृहस्थ उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान कति रहेको छ? यसको सही उत्तर हो 4.98%। त्यसैगरी अर्को क्वेशन तर्फ लागौं। आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुन मसान्तसम्म दर्ता भएको उद्योग कति रहेका छन्? यसको सही उत्तर हो 9963 वटा। हाम्रो आर्थिक सर्वेक्षण 2081-82 अनुसार 2081 फागुन मसान्तसम्म 9963 एउटा उद्योगहरु चाहिँ दर्ता रहेको छ। नेक्स्ट क्वेशन तर्फ लागौं। नेपालको पहिलो उद्योग कुन हो? यसको सही उत्तर हो विराटनगर जुट मिल। यो विराटनगर जुट मिल पनि तपाईको 1993 मा स्थापना भएको थियो। त्यसैगरी अर्को क्वेशन तर्फ लागौं। उद्योगको पिता भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हो जुद्ध शमशेर। जुद्ध शमशेरलाई चाहिँ हामीले उद्योगको पिता भनेर पनि चिनिने गरिन्छौं। अर्को प्रश्नतर्फ लागौं। राष्ट्रिय उद्योग दिवस कहिले मनाइन्छ?
हामीले नेपालमा राष्ट्रिय उद्योग दिवस हरेक वर्ष मङ्सिर 9 गते मनाउने गरिन्छौँ। त्यसै गरी यो राष्ट्रिय उद्योग दिवस कहिलेदेखि मनाउन सुरु भएको हो? नेपालमा राष्ट्रिय उद्योग दिवस विक्रम सम्वत 2072 देखि मनाउन सुरु भएको हो। अर्को प्रश्न रहेको छ, राष्ट्रिय उद्योग दिवस 2082 को नारा के हो? यो तपाईको लोकसेवा परीक्षामा हालैमा सोधेको प्रश्न पनि हो। यसलाई चाहिँ याद गरेर नै जानु होला। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेशन हो। यही 2082 मा मङ्सिर 9 गते हामीले राष्ट्रिय उद्योग दिवस मनाएका थियौँ र त्यो राष्ट्रिय उद्योग दिवसको नारा चाहिँ तपाईको औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार हो। हाम्रो 2082 राष्ट्रिय उद्योग दिवसको नारा औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार हो। नेक्स्ट क्वेशन तर्फ लागौं। औद्योगिक गणनाको सुरुवात कहिलेबाट भएको हो? औद्योगिक गणनाको सुरुवात तपाईको विक्रम सम्वत 2022 देखि भएको हो। हामीले प्रत्येक 5-5 वर्षमा चाहिँ औद्योगिक गणना चाहिँ गर्ने गर्छौं नेपालमा। कृषिको तपाईलाई यदि सोध्यो भने कृषि गणना हामी 2018 विक्रम सम्वतमा गर्छौं। त्यो चाहिँ प्रत्येक 10-10 वर्षमा हामीले गरिने गर्छौं भने उद्योगको चाहिँ हामीले 2022 विक्रम सम्वतदेखि सुरु भएको हो र प्रत्येक 5-5 वर्षमा चाहिँ हामीले चाहिँ औद्योगिक गणना गर्ने गर्छौं। त्यसै गरी नेक्स्ट क्वेशन तर्फ लागौं। एसईजेड स्थापना भएको पहिलो जिल्ला कुन हो? एसईजेड को फुल फर्म तपाईहरुको स्पेशल इकोनोमिक जोन हो, जसलाई नेपालीमा चाहिँ विशेष अर्थतन्त्र क्षेत्र भनेर पनि बुझ्न सकिन्छ। सो यो एसईजेड को एस्टाब्लिशमेन्ट भएको फर्स्ट डिस्ट्रिक्ट कुन हो भनेर पनि क्वेशन आउन सक्छ। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेशन हो। यसको सही उत्तर हो रूपन्देही। रूपन्देही चाहिँ पहिलो जिल्ला हो जहाँ चाहिँ एसईजेड स्पेशल इकोनोमिक जोन चाहिँ स्थापना भएको थियो। त्यसै गरी नेक्स्ट क्वेशन तर्फ लागौं। नेपालमा हाल कतिवटा औद्योगिक क्षेत्र रहेका छन्? नेपालमा हाल 11 वटा औद्योगिक क्षेत्र रहेका छन्। त्यसै गरी नेपालमा सञ्चालनमा रहेको औद्योगिक क्षेत्र कतिवटा छन्? यसको सही उत्तर हो 10 वटा। त्यसै गरी नेपालमा बन्द अवस्थामा रहेको औद्योगिक क्षेत्र कतिवटा रहेका छन्? यसको आन्सर पनि तपाईहरुले अहिले मिलाउनु भइसकेको होला, अनुमान गर्नु भइसकेको होला। 11 वटा औद्योगिक क्षेत्र मध्ये 10 वटा सञ्चालनमा रहेको छ भने पक्कै पनि एउटा बन्द अवस्थामा भइसकेको छ। त्यसैले नेपालमा बन्द अवस्थामा रहेको औद्योगिक क्षेत्र एउटा छ। त्यसै गरी नेपालमा बन्द अवस्थामा रहेको औद्योगिक क्षेत्र कुन हो? अब त्यो एउटा औद्योगिक क्षेत्र जुन बन्द अवस्थामा छ त्यसको नाम के हो? यो पनि लोकसेवा एक्जाममा चाहिँ सोध्न सकिने प्रश्न हो। यसको सही उत्तर हुन्छ धनकुटा औद्योगिक क्षेत्र। अब हामीलाई यो 11 वटा औद्योगिक क्षेत्रहरूको नामहरू पनि थाहा हुनुपर्ने छ। नेपालमा औद्योगिक क्षेत्रका नामहरू चाहिँ तपाईहरुले याद गरेर जानु होला। तपाईको लोकसेवा परीक्षामा प्रश्न यसरी पनि सोध्न सकिन्छ। तल दिएका मध्ये कुन औद्योगिक क्षेत्र हो भनेर अप्सन ए, बी, सी, डी भनेर दिन सकिन्छ, अथवा तल दिएका मध्ये कुन औद्योगिक क्षेत्र होइन भनेर पनि प्रश्न सोध्न सकिन्छ। त्यसैले यो क्वेशन चाहिँ तपाईहरु याद गरेर जानु होला। नेपालमा सबैभन्दा सुरुमा सञ्चालनमा रहेको औद्योगिक क्षेत्र भनेको तपाईको बालाजु औद्योगिक क्षेत्र भयो। यो तपाईको विराटनगर जुट मिल भन्दा पछि स्थापना भएको हो। अहिले विराटनगर जुट मिल चाहिँ बन्द भइसकेको छ। त्यसैले बालाजु औद्योगिक क्षेत्र, त्यसपछि हेटौडा औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, धरान औद्योगिक क्षेत्र, त्यसपछि नेपालगञ्ज 2030 मा स्थापना भयो। पोखरा तपाईहरुको 2031 मा स्थापना भयो। त्यसै गरी बुटवल औद्योगिक क्षेत्र तपाईहरुको 2032 मा स्थापना भयो।
भक्तपुर औद्योगिक क्षेत्र तपाईहरुको 2035 मा स्थापना भयो। वीरेन्द्रनगर औद्योगिक क्षेत्र, धनकुटा औद्योगिक क्षेत्र र राजविराज औद्योगिक क्षेत्र। तपाईहरुलाई यदि क्वेशन यसरी पनि सोध्न सकिन्छ, नेपालमा सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो? यसको सही उत्तर हुन्छ हेटौडा औद्योगिक क्षेत्र। हेटौडा औद्योगिक क्षेत्रको क्षेत्रफल चाहिँ तपाईको 2829 रोपनी हो। यो चाहिँ तपाईहरुले टिपेर राख्नु होला। हेटौडा औद्योगिक क्षेत्र चाहिँ सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो। त्यसैगरी सबैभन्दा सानो औद्योगिक क्षेत्र चाहिँ कुन होला? सबैभन्दा सानो औद्योगिक क्षेत्र चाहिँ तपाईको धनकुटा औद्योगिक क्षेत्र हो। तर अहिले हामीले चाहिँ धनकुटा औद्योगिक क्षेत्र चाहिँ बन्द भइसकेको छ भनेर भनिसकेपछि चाहिँ अब सञ्चालनमा रहेको सानो औद्योगिक क्षेत्र चाहिँ कुन हो भनेर पनि प्रश्न आउन सक्छ। सो सञ्चालनमा रहेको सबैभन्दा सानो औद्योगिक क्षेत्र चाहिँ तपाईको भक्तपुर औद्योगिक क्षेत्र हो। यसमा कन्फ्युज नहुनु होला, म फेरि पनि रिपिट गरिदिन्छु। यदि प्रश्नमा सबैभन्दा सानो औद्योगिक क्षेत्र कुन हो भनेर मात्र सोधिएको छ भने चाहिँ यसको उत्तर धनकुटा औद्योगिक क्षेत्र हुन्छ। तर यदि क्वेशनमा तपाईहरुको सञ्चालनमा रहेको सबैभन्दा सानो औद्योगिक क्षेत्र, यदि क्वेशनमा सञ्चालन भनेर शब्द दिएर सबैभन्दा सानो औद्योगिक क्षेत्र भनेर सोधिएको छ भने त्यसको उत्तर तपाईको भक्तपुर औद्योगिक क्षेत्र हुन्छ। अगाडि बढौं है त। देशभरका औद्योगिक क्षेत्रहरूको व्यवस्थापन कुन निकायले गरेको छ? नेपालमा औद्योगिक क्षेत्रको व्यवस्थापन कुन निकायले गर्छ? यसको सही उत्तर हुन्छ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड। नेक्स्ट क्वेशन तर्फ लागौं। वार्षिक आर्थिक कारोबार कति भन्दा कम रहेको उद्योगलाई लघु उद्यम अथवा माइक्रो एन्टरप्राइज भनिन्छ। यसको सही उत्तर हो रु 20 लाख। त्यसैगरी नेक्स्ट क्वेशन रहेको छ रु 5 करोडसम्म स्थिर जेठा भएको उद्योगलाई के भनिन्छ? यसको सही उत्तर हो सानो उद्योग। त्यसैगरी नेक्स्ट क्वेशन रहेको छ रु 5 करोड भन्दा बढी 15 करोड रुपैयाँसम्म स्थिर जेठा भएको उद्योगलाई के भनिन्छ? यसको उत्तर पक्कै पनि धेरै जनाले मिलाउनु भइसकेको होला। यसको उत्तर रहेको छ मझौला उद्योग। त्यसैगरी नेक्स्ट क्वेशन रहेको छ रु 15 करोड भन्दा बढी स्थिर जेठा भएको उद्योगलाई के भनिन्छ? यसको उत्तर पक्कै पनि ठूला उद्योग हो। अब तपाईहरुले औद्योगिक व्यवसाय ऐन 2076 अनुसार पनि यो क्वेशन सोध्न सकिन्छ है त। यो तपाईहरु ध्यान दिएर सुन्नु होला। औद्योगिक व्यवसाय ऐन 2076 अनुसार 15 करोडसम्म लगानी गरेको उद्योग चाहिँ हाम्रो सानो उद्योग भयो। त्यसैगरी 15 करोडदेखि लिएर 50 करोड लगानीसम्म गरेको उद्योगलाई चाहिँ मझौला उद्योग भनिन्छ। त्यसैगरी औद्योगिक व्यवसाय ऐन 2076 अनुसार 50 करोड भन्दा माथिको लगानी गरेको उद्योगलाई चाहिँ हामीले ठूला उद्योग भनिन्छौं। आजको लागि यति नै। यस्तै भिडियो तपाईहरु हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गर्नु होला। हामीले हिजो पार्ट 1 भिडियो पनि हालेका थियौं। यदि तपाईहरुले त्यो हेर्नु भएको छैन भने हेर्नु होला। धन्यवाद। थ्यांक यू।